वेलकम बैक टु द च्यानल। हामी अहिले गइरहेछौँ है हिमानी। अहिले हामी गइरहेछौँ न्यू रोड गाइस। हेलो आज फेरि न्यू रोडको भ्रमण हुन्छ। फेरि अब न्यू रोडको भ्रमण पर्स यो गाइज यो भन्नु पर्स कस्तो देखाएको छ। यो केटीलाई वाक वाक्की आयो थियो मेरो पर्स हेरेर। यो पर्स यसरी बोकेर हेर्दा राम्रो देखिन्छ गाइस, बट यसरी झुन्ड्याउँदाखेरि चाहिँ राम्रो देख्नु थिएन। केही ठुलो नै ब्लगर भएछ हामी गाइज, किनभने बाटो काट्दा नि ब्लग गरेछ। अब यतिमा नि लायक आएन भने के गरौँ। साँच्ची म हजुरलाई प्रोटेक्ट गरिरहेको छु मैले यसरी। मैले यो सनलाई पनि राम्रै देखाएको छौँ नि हामी। क्युट देखिएको छ। ल तिमीलाई हेराउँछु नि त, तिमी कस्तो देख। यहाँ बाटोमा छौ गाइस। कुल भएर हिँडेछ नि यो केटी। अब ल मलाई हेर है। दिदीले देखाउँछु म जानु त अगाडि। हामी चाहिँ हिँडिरहेको छौँ। मैले दिदी मेरो यार चप्पलले साथ देला जस्तो छैन कि यहाँनिर चप्पल त फुट्लु फुट्लु गर्न लागिसक्यो। अर्को चप्पल लगाएर आउनुपर्ने रहेछ गाइज, तनाप्पो पऱ्यो त अब। A few moments later. काठमाडौँको सबभन्दा बढी एकै ठाउँमा पाउने फोनको पसल, ल्यापटपको पसल भनेको यही रोड हो गाइज। ए अब आइसकेछौँ, हेरौँ के हुन्छ। उही होप राम्रो होस्। शाबाश बेटा। मैले यो गीत सुनेको त्यो भनिरहेको छु कि पियारो पियारो भन्ने गीत राम्रो छ। यहाँ धेरै अप्सन पाइन्छ नि त फोनहरूको। त्यही कारणले मैले हेरिकन हिँडिरहेको छु गाइस। यो एरिया नहेरिकन नआएको थियौँ नि त, त्यही कारण। हिमानी हेलो गाइस, हामी चाहिँ आइसकेका छौँ अहिले चाहिँ। A few moments later. हिमानी हजुर चिया कस्तो थियो? मिठो थियो, हेऱ्यो एकदम राम्रो थियो। हेऱ्यो उतातिरको मेहमान नवाजी कस्तो हुन्छ त्यो। धेरै राम्रो हुँदो रहेछ गाइस। मलाई त्यो चिया खुवाइसक्नु हामी भएको छ। पसलमा गयो थियो, हामीलाई कति साडी नै मन परिरहेको थिएन। तर हामीले सेलेक्ट गरेर आइसकेका छौँ अहिले। खतरनाक सेलेक्टै होइन, तिनवटा मन परिसकेको थियो। तर एउटा चाहिँ हामीले लिएनौँ, भोलि पर्सि पनि लिन पर्छ नि त। अनि गाइस म हजुरलाई मेरो चप्पल देखाउन चाहन्छु। हजुर देखाउन चाहनुहुन्छ प्लिज चप्पल पर फोकस गरो। निकाल्न त मिलेन। गाइस हाम्रो नेपालको यस्तो कलाकृतिहरू हेराउँछु है। हेर्नु यहाँबाट सुरु भएछ। जति तपाईँ टाउको आफ्नो माथि पुगाउन सक्नुहुन्छ त्यति। तर मेरो चप्पलको हालत चाहिँ म देखाउन चाहन्छु प्लिज, हेर्न सक्नुहुन्छ। नि चप्पल त तर त्यहाँ दुईजना मान्छेले जज गरेर जानुभयो। यसो उहाँहरू आमा सेट जानुभयो, म एकदम खुसी भएँ। दिमागमा टेन्सन खतरनाक छ गाइस अहिले हाम्रो ल्यापटपलाई लिएर। त्यही पनि केटी मान्छे भन्छ नि त, सपिङ गरेपछि टेन्सन खतम हुन्छ अरे। अलिकति रिलिफ फिल भइरहेछ। म सोचिरहेको छु सायद होइन, मान्छे टेन्सन परिरहेको छ नि त साडी किन्दै, अनि साडी किनेर पनि आइसक्यो। एउटा कुरा अझै सेयर गर्नु छ गाइस, थाहा छ? हामी पसलमा गइरहेको थियौँ भने मान्छे हल्कामा किन लिन्छ कि यिनीहरू त यस्तो विद्यार्थी जस्तो देखिन्छ। यिनीहरू थोरै साडी किन्न आयो होला, एउटा पनि साडी निकालिरहेकै छैन। यो निकालिदिनु त त्यो जस्तो कति न त्यो गरिदिए जस्तो कि म निकालिदिइरहेको छु, त्यही ठुलो कुरा। तर त्यसरी कस्टमर भनेको त भगवान् हो नि, त्यसरी जज गर्नु हुँदैन नि त कसैलाई। त्यो त अङ्कलले त भाइ कति माथि लगाइदिनु किन सबैले गरे हुन्छ। हामी किनेर अस्ति पनि पर्स किन्न गएको थियो, त्यो केटीहरूलाई लागिरहेको थियो त्यो बहिनीहरूलाई कि यिनीहरू किन्छ होला र फेरि हामी किनिदियो। उनीहरू वहाँ परे। तर हामी अहिले लास्टमा गएको त्यो पसलमा चाहिँ एकदम राम्रोसँग एकदम राम्रो ट्रिट गर्नुभएको थियो। उहाँ पसलको नाम हो, उहाँ पसलको नाम हो चाहिँ थाहा छैन यार ठ्याक्क के दी फ्यासन सो कि के थियो, फ्यासन सो होइन फ्यासन हो तर राम्रो हो, त्यसको अपोजिट साइडमा छ। हामी किन्छौँ भनेर केही स्योर नदेखाए पनि मजाले अप्सनहरू हेराइरहेछ। यस्तो पो हुनुपर्छ नि पसल, त्यसपछि नि मान्छेलाई मनपर्छ। हाम्रो स्ट्रिट लाइटहरू कति खतरनाक छ हेर्नुलाई। काठमाडौँ भनेको काठमाडौँ यहाँबाट देखिन्छ कि काठमाडौँ कतै सेपमा स्ट्रिट लाइट पनि छ, हेर्न सक्नुहुन्छ। यहाँ तल चाहिँ यस्तो बन्दै रहेछ अहिले है, तल त बन्दै छ तर स्ट्रिट लाइट कति खतरनाक।
फेरि यो तारको गुच्छा देख्दा नराम्रो लाग्न सक्छ तपाईँहरूलाई। काठमाडौँ पनि उही उताबाट हेर्नु न कस्तो क्युट देखिएछ नि त। नयाँ भ्युज देखेको छ मलाई त। यो स्ट्रिट लाइटको सेप दिउँसो हुँदा तपाईँहरू अहिले त बत्ती बलेर त्यो छाया परेछ त्यसमा, तर खै म हेराउन सक्छु सक्दिनँ। टाई हेर्नु कति खतरनाक छ, मण्डप जस्तै देखेछ। र यो हाम्रो टुरिस्टहरू हाम्रो देशमा आउने पाहुनाहरूको लागि यो रोडमा खासमा पसलहरू छ, राम्रो छ। तपाईँ यदि कतै हामीलाई अर्को देशबाट हेर्नु हुँदैछ भने आउनु, हाम्रो देश राम्रो छ। आशा अर्को देशबाट पनि हामीलाई हेर्दै होला। यस गाइस, फेरि एउटा कुरा भन्न चाहन्छु भने म हामी बसन्तपुराको भ्लग चाहिँ डेली बनाउँछौँ है। त्यो हजुरहरूले नमान्नु होला, नयाँ नयाँ मोमेन्ट भइरहेको छ, क्याप्चर गरिरहेको छौँ। यो त हाम्रो भोलि पर्सि हेर्नको लागि याद हो नि त। हजुरहरूले हेर्नुहुन्छ हेर्नुहुन्न त हामीलाई थाहा छैन, बट हाम्रो याद हो, भोलि पर्सि हेर्छौँ हामीले। गाइज अहिले मलाई क्यामेरा समात्दै हात दुखिसक्यो। अहिले फेरि भेटौँला। हेलो गाइस है, हामी चाहिँ यस्तरी मजाले फर्क्यौँ अनि मजा आयो। आज चाहिँ यस्तरी घुमेर अनि कामहरू पनि सकिसकेको थियो। अनि यस्तै गरी सिंहदरबारको त्यो बाटोभन्दा यतापट्टि हामी चाहिँ ठ्याक्कै धेरै न्यू प्लाजासम्म आइसक्यौँ। अनि मलाई सिलाइरहेको छ है, यो पलहरू सबै सपनामा देखिरहेको छु क्या मैले। अनि हिजो चाहिँ मैले अचार खाइरहेको छु भनेर दिदीले भन्दै हुन्थ्यो, अनि मैले देखाउँदै थिएँ क्या त्यतिखेर। अनि हामी यसरी फर्क्यौँ गाइस। A few moments later. हामी घर जाने बेलामा बहिनीलाई केही बढी नै अप्ठ्यारो भयो गाइज। हाम्रो यता मन्दिर नजिक नै हो। कसरी आगो लागेको रहेछ बिजुलीको वायरमा। त्यो तलबाट आयो, हामीले थाहै भएन। यहाँ त सबै बिजुली गएको रहेछ क्या, सबै बत्तीहरू आज। मेरो फोनमा चार्ज पनि छैन। मेरोमा त छ धन्न 60% फर्स्ट टाइम हो मेरो चाहिँ। आज हाम्रो एरियामा के हुने भयो। अब यो आगो कसैले फायर डिपार्टमेन्टलाई कल गर्नु पर्छ पऱ्यो। होइन के गरे आगो बलेको? कस्तो बलिरहेछ। म सोचेँ तल दियोको त्यो बाती देखाएको हुन्छ नि, त्यो सोचेँ उता मन्दिरको बाती हो। ओ जल हाम्रोमा बत्ती सकेको छैन, बत्ती सकेको छैन यहीँबाट त। The next day. हामी अहिले लास्ट पिरियडमा पुगिसकेको छौँ होइन। हाम्रो लास्ट पिरियडमा त साथीहरू कतिजना छन् थाहा छ तिमीलाई? यहाँ प्रज्ञा यता छन्, स्मृति ऋतु यता छन् होइन। हामी 4जना मात्र छौँ कि। अनि म हिमानी केसी भइहालेँ होइन। अनि हामी 4जना मात्र अब एउटै बेन्चमा बस्ने कुरा छ गाइज। हेर्न सक्नुहुन्छ। अब हामी एउटै बेन्चमा बस्छौँ ल है। आऊ है ऋतु, म पनि बसिसकेँ, हेर्न सक्नुहुन्छ गाइज। ब्याग पछाडि राखौँ। औ ऋतु यहाँ बस्छ तिमी, हेर। हाम्रो म्यामले पढाउन आउने कि नआउने चाहिँ थाहा छैन। जम्मा 4जना यताबाट भ्लग गर न। अनि हामी 4जनालाई निकाल्छ। अनि गाइस हामी चाहिँ यस्तै बनाए तिमीहरुमा भन्दिन यता हेर त। हामी 4जना फोटोको फ्ल्यास लिन्छ, त्यो पनि देखाउन भन्नुभएको। हामी 4जना इनको पर्फर्म चाहिँ मिठो जस्तो आइरहेछ। हेलो भन। हेलो ऋतु, हेलो भन। हामी यत्रो क्लासमा हामी 4जना मात्र छौँ। ओन्ली 4जना छौँ। यत्रो ठुलो क्लास छ कि छाना चाहिँ हेर्न सक्नुहुन्छ। हामी चाहिँ अनि अहिले 4जना चाहिँ इङ्ग्लिस पिरियड पढ्नको लागि मस्त रेडी भइसकेका छौँ। बट मेलमा आउनु भएन भने चाहिँ गाइस हामी खत्तम हुन्छौँ। ओन्ली 4जना। अब के गर्ने होला र हामी अब यसरी पढ्नको लागि बसिरहेको छौँ। एकदम जाडो छ गाइस होइन। कस्तो 89? अनि फेरि स्मृतिको चाहिँ मोबाइल बिग्रेर एकदम टेन्सनमा छिन्, तिमी हेर्न सक्नुहुन्छ। टेन्स अवस्थामा छिन्। बिचरै हो मेरो। यसरी अर्काले भन्नु पनि मेरै मोबाइल बिग्रिन्छ, म त केही भन्दिनँ। अनि यिनले चाहिँ मस्त स्न्याप पठाइरहेको छ क्या। 4जना मात्र छौँ भनेर देखाउनु परेन। सबैजनालाई छानी पठाउँदैछन् होइन। अनि एआईलाई पनि पठाइरा। माई एआई छ नि मेरो त। अनि त्यही हो, हामी अब म्याम आइसकेपछि देखाउँलाई गाइस। एटेन्डेन्स गर्न लाग्छ नि 4जनाको। ओन्ली 4जना। शुभ काममा एटेन्डेन्स गर्नुपर्छ। घरमा 4जना छौँ। शुभ काममा देरी क्यों लुक गरिहाल। ओइ अस्तिदेखि एटेन्डेन्स गरेको थिएन इङ्ग्लिसको। इङ्ग्लिसको त
हिजो त जम्मा 3 जना थियो अनि को को थियो है 3 जना म पनि थिएँ है म थिएँ एउटा अमिता अनि अर्चना जम्मा 3 जना ए अर्चना त्यही अर्चना र म यिनीहरू सब निस्केर लास्ट पिरियडमा डान्स मात्र ओए हिमानी र अर्चना पनि थिइन् भने 5 जना थिइन् भन न हिमानी अनि हिमानी फेरि के सो म पनि थिएँ भन न म पनि थिएँ हिजो 5 जना थिए आज 4 जना हिजो कति जना थियो थाहा छ हिजो बिदा होला साथी अस्ति हिजो बिदा हो बिर्सेर भने अन्त त्यही भने 3 जना भने तर 5 जना थियौँ है 5 जना 5 जना थियौँ हामी म पनि थिएँ त्यहीमा तर म पनि थिएँ तर पेन लेख्न छोड्यो है पेनले दम छोड्यो पेनले दम छोडिसकेको छ गाइज यो 4 जनाको म के रे प्रेजेन्ट गर्दिन भनेको भने 4 जनाको पिपी लेख्यो नि ए त पछि सबको यही लेख्दाखेरि यो पेनले दम छोड्यो के सबको यही लेख्दाखेरि यो पेनले दम छोड्यो के सबैजना हाम्रो क्लास कहाँ गयो के साथीहरू पढ्न एकदम पढन्थे हो है साँच्चीकै पढन्थे हो नि पढिरहेको छिन् आज त है हामी पढ्न बसेको खोइ त म्यामै आउनुहुन्न खाली लड्यो क्या है होइन त्यो ढोका बन्द गरेको म्यामै आउनु भनेको म्याम कहिले चाहिँ आउनुहुन्छ भनेर हामी पर्खेर बसिरहेको छौँ हामी लास्ट पिरियडमा एकदम दुःख गरेर पढिरहेको छु पढन्दास ल्याउ त पढन्दास बुक होइन म त्यो फाइनेन्स बुक देऊ न एकचोटि बुक चाहियो पछि म्याम आइसक्नु भयो यहाँ हुनुहुन्छ होइन अनि हामी यहाँ छौँ The next day. हेलो गाइस म चाहिँ चिया लिएर आइसकेको छु हाम्रो क्लासमा सबैजना साथीहरू चाहिँ पछाडि आउँदैछन् गाई चाहिँ यस्तो कुरा भएको थियो है अनि त्यहाँ क्यान्टिनमा खाजा खाँदैछौँ चिया खाँदै थियौँ अनि ब्रेक सकिसकेर म्याम हुनुहुन्छ भनेर गुटुङ कुदेर आएको भएर त म्यामै आउनु अरे चाहिँ यस्तो क्या हाम्रो त्यो चियाको लभ स्टोरी चाहिँ हि अनि है प्रज्ञाले चाहिँ मैले रजिस्टर लिन जाउँ भने अहिलेसम्म चिया खाइसकेको थिइनँ मैले त अनि बल्ल तल चिया खायौँ अनि गयौँ रजिस्टर लिन अनि है साबेले त हट भन्दै थियो यस्तो गर्ने हो भनेर अनि मैले छोडिदिएँ बाटो A few moments later. गाइस यहाँ हेर्न सक्नुहुन्छ के लेखेको रहेछ प्रिय नेवार्नी होइन ओसी उसको अब नाम लेख्यो होला अनि तिम्रो चाल तिम्रो बोली ओफ म त घायल नै हुने भए पागल प्रेमी बी भनेको उसको नाम रहेछ होइन यहाँ हेर्न सक्नुहुन्छ एउटा कता पनि लेखेको छ मनी इज एभ्रिथिङ बट लाइफ इज हार्ड एन्ड हार्डसिप इज यस्तै के लेखेको छ हेर उनको नाम पनि लेखेको छ यहाँनिर चाहिँ अस्ति हाम्रो प्रोग्राम भएको थियो नि त वाट आर योर थट अबाउट इन्डेक्स भनेर रहेछ यस्तो लेखेको रहेछ गाइज हामी चाहिँ यहाँ हेरिरहेछौँ यहाँनिर चाहिँ प्रज्ञा एन्ड खेलिरहेछन् सबैजना साथीहरू यतातिर अनि हामी त यस्तै हो यो त्यो धेरै पछाडि आउँछ गाइज भ्लग चाहिँ आर्यन दाई चाहिँ को रहेछ होइन यहाँनिर आर्यन रहेछ यहाँनिर आर्यन रहेछ है अनि त्यहाँबाट लेखेको छ कि यहाँ आफ्नो मनलाई पत्थर जस्तो बनाऊ जहाँ फुलले चुडेर पत्थर के यो किन ननिकाले हो कि इन्टु पनि गरेर रहेछ है म चाहिँ मस्तसँग पढिरहेको छु यार यहाँनिर The next day. हजुरहरूले एउटा कुरा भन्न आएको म स्याड न्युज छ यहाँनिर यी जाँदैछन् भोलि होस्टेलबाट बाई बाई गाइस त्यही हो हजुरहरूलाई म देखाउन चाहन्छु कि ऊ जाँदैछन् एकदम म स्याड छु हामी भेट्छौँ तै पनि स्याड हुनु पर्दैन म चिया पार्टनर हजुरहरूलाई थाहा टाइम टाइममा भेट्ने हो चियाला वर्ष भएपछि त जहाँ पनि उनलाई राम्रोसँग गुड ब्लेसिङ दिनु होला नयाँ राम्रो ब्लेसिङ किनभने उनी अब एमबिबिएस राम्रोसँग पढ्दैछन् राम्रोसँग गर्दैछन् सब कुरा तिम्रो राम्रो हुन्छ मलाई थाहा छ म तिम्रो साथी छु थ्याङ्क यू कुल लोडहरू साथी बनाऊ है तिम्रो ओके बाई बाई गाइस त्यही हो लभ यु चुम्मा हाम्रो कविता दिदी हेलो आज बहिनी जान लागेछन् नराम्रो लागिरहेछ हामीलाई भित्रैबाट मन कस्तो कटक्क भएर आउँछ साँच्ची भने यार हामी कसलाई बोलाउनु होला सन्ध्या भनेर हिमानी त सिडीबाट आउँदा म त सन्ध्या भन्दै आउँथेँ यार दिदी एकदम The next day. है हामी चाहिँ यहाँनिर त होमलेस भइसकेको छौँ होमलेस चाहिँ यहाँ हेर्नुहुन्छ दिदी खोइ दिदीको टाउकै देखेन दिदी यसरी भन्नु भएको छ हामी अहिले नोबेल ब्याङ्क अगाडि हामी अहिले छौँ कहाँ गाइस रुममा बसेछ हामी रुममा बसेर छौँ यस्तो पब्लिक प्लेसमा रुममा बसेर छौँ
अनि हामी अहिले होमलेस भइसकेका छौँ, हेर्न सक्नुहुन्छ। मम्मी ड्याडीले हेर्नुभयो भने मार्नुहुन्छ होला हुन चाहिँ। हामी खतरनाक तरिकाले हजुर के भन्न चाहनु? मेरो बुढाले मलाई यो अवस्थामा ल्याएर छोड्नु। बिनाजुले हेर्नु भने मार्नुहुन्छ। अनि हामी यो अवस्थामा आइसकेका छौँ कि हामी यहाँनिर ठ्याक्क लोकेसन चाहिँ नभनौँ होला, मार्छन् फेरि। यो बाहिर बसिराखेको छौँ। यो चाहिँ कता हो भन्दाखेरि बानेश्वरभन्दा ओर बिजुली बजारभन्दा चाहिँ धेरै नै ओर हो। यो हेर्न सक्नुहुन्छ यहाँनिर ब्याङ्क अगाडि मजाले बसेका छौँ। ब्याङ्कमा घाम नपाएर हामी बाहिर निक्ल्यौँ गाइस। यो चाहिँ हामी ठोकेर भन्न सक्छौँ नेपाल सरकारले बनाएकै हो यसकै लागि होइन? हो अनि हाम्रो सुविधाको हाम्रै सुविधा कति धेरै खर्च भयो होला, कतिको बजेट निकाल्यो हो यसमा। हामी यस्तो छ यतापट्टि चाहिँ हेर्न सक्नुहुन्छ दिदीको हालत अनि मेरो हालत चाहिँ यस्तो छ होइन। त्यस्तै त हो। यहाँनिर चाहिँ कतै धेरै गाडीहरू उडेर धुलो 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 भइरहेछ गाइस, हेर्न सक्नुहुन्छ। यस्तो छ सबैजना बस कुरेछ। यस्तामा चाहिँ के धुलो लाग्यो भनेर टोपी लगाएको हो गाइस मैले चाहिँ। अनि त्यही हो, सानो सानो अपडेट हामी दिइराख्छौँ हजुरलाई होइन। अब के भन्नु होला र होइन त दिदी? मलाई अलार्म गर्न दिनु न। अलार्म कि आराम? हामी आराम गर्न दिनु। हो गाइस, पछाडिबाट चाहिँ हावा मजाले बसिरहेको छ आफ्नो फेरि। त्यही हो गाइस, बाई बाई। यत्रो पनि लागिरहेको हुन्थ्यो कि अझै यताबाट छोपिहाल्नु, उताबाट हावा गुजिरहेको छ, तर यता के रातै हो देखिनु भएको त नि हजुर त। ओहो, तर भने यहाँ त केही पनि भएन, यताबाट हावा सिर्छ पनि भएन, मजाले लुगा लाएर आएको नि के हुन्छ त नि। यस्तै छ गाइस, हाम्रो चाहिँ यस्तै छ। अब के भन्ने होला हामीले होइन। ठिक छ, हामी त यस्तै हो, फुल हो, चिल हो। गर्छु भने यता The next day. क्लासमा म्याम आउनु भएको छैन अर्चना अर्चना ए मेरो अर्चना यता हेर्नु। अनि हामी चाहिँ क्लासरुममा छौँ। क्लासरुममा छौँ, हाम्रो अहिले टिचर आउनु भइसकेको छैन गाइस होइन। अनि अहिले चाहिँ हाम्रो कुनै पनि साथीहरू आएका छैनन्। अहिले कहाँ मर्न गएको तिनीहरू? बिहान कल गर्दाखेरि हराए, आउँदै आएको छैनन्। खोइ म्याम जस्तो के हो। मेरो डबल चिन छ गाइस, हेर्न सक्नुहुन्छ। यसो गर्दाखेरि डबल चिन आउँछ, तर दिउँसो चाहिँ देखिन्न, बिहान चाहिँ किन देखिन्छ थाहा छैन मलाई। अनि मलाई एकदम राम्रै लाग्छ। म एकदम सेल्फ अफसोस गरेर बस्छु। आएर किन कोट यस्तो देखेको मलाई त्यो पनि थाहा छैन। मलाई त म यति मनपर्छ कि पुरै गर्न सक्दिनँ। म्याम चाहिँ एब्सेन्ट हुनुहुन्छ गाइस होइन। अनि त्यही हो, अहिले चाहिँ हाम्रो क्लासमा यति मात्र मान्छे छन्। अनि त्यहाँबाट हामी त्यसरी बसिरहेछौँ अहिले। अनि हाम्रो कुनै साथीहरू पनि आएको छैनन् अहिले। हामी दुईजना मात्र छौँ, ऊ र म ओन्ली। अनि हाम्रो यता वरिपरिका साथीहरू चाहिँ छन्, तर हाम्रो ग्रुपको मान्छेहरू चाहिँ पनि छैनन्। सो स्याड होइन। अनि त्यहाँबाट मलाई मनपर्छ, मलाई चिन्न मनपर्छ, मलाई चिन्न मनपर्छ, मलाई हिमानी मनपर्छ, ओहो नजर नलागे। अनि गाइस यो चाहिँ अरू हजुरहरू यस्तो हुन्छ कि हुँदैन? मेरो चाहिँ हेर्नु न यति मम्मीको भएर मेरो पनि भएको यो जिममा पनि जाँदो रहेछ होइन। अनि हेर्न सक्नुहुन्छ के हो अनि अब हाम्रो क्लासमा चाहिँ खस्यो गाइस, खस्यो।